Hi everyone, welcome back my YouTube channel. अब नयाँ हुनुहुन्छ भने सब्सक्राइबर गरिदिनु होला। म चाहिँ आज मिराज भन्ने ठाउँमा चाहिँ घुम्न आएको छु। लुक देयर घुम्न देख्न सक्नुहुन्छ। होटल पानीको छल्काउँछ यार यस्तो छ पानी। यहाँ माथिसम्म आउने रहेछ पानी। हेर्न सक्नुहुन्छ समुद्रको नजारा। यो चाहिँ यस्तो क्या दामी छ है यो त। यो उता जाने पारीपट्टि चाहिँ योबाट होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइबर गरिदिनु होला है। लाइक एन्ड बटन थिचिदिनु होला। लाइक सेयर कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। My God. म यहाँ छु। त्यसमा के झुला होइन? यहाँ माथिसम्म आउँछ पानी। गाउँघरतिर त होस् हुन्छ नि घुमरी छाल हान्ने क्या त्यस्तै है। यस्तो बालुवामा हिँड्दैछ मरुभूमिमा। के त मरुभूमि हो? हाँ
हामी चाहिँ यहाँ आइपुग्यौँ। यस्तरी यताबाट बाटै यो बत्ती बोलेछ नि, यो बाटै आउने यस्तो छ। यता बन्दै रहेछ। समुद्र यस्तो लाग्छ। हामी चाहिँ जाँदैछौँ। दाई ब्लकको नाम मरिना बीच JBR। ब्लकको नाम अमृत कपिल वस्तु। न्यू हुनुहुन्छ भने बेल आइकन छिर्न नबिर्सिनु होला। अहिले चाहिँ हामी आइपुग्यौँ होइन। यहाँ होइन, हामी चाहिँ त्यहाँ जाने हो क्या, यहाँ जाने हो होइन। यस्तै बाटो जाने हो। यता बाटो गएर वहाँ पारि जाने बाटो छ नि, यस्तो जाने बाटो, त्यहाँबाट जाने हो। मेरो चाहिँ युट्युबमा नाम चाहिँ अमृत कपिल वस्तु छ। सब्सक्राइब गरिदिनु होला, माया गरिदिनु होला। यस्तोमा हिँड्दैछौँ, फोटो खिच्यो, भिडियो बनाइयो होइन। यस्तो मेट्रो जस्तो थियो बाइक। साइकल पाइन्छ यहाँ चाहिँ। साइकलहरू रहेछ होइन, बच्चादेखि लिएर बुढा सबै। चाहिँ धेरै घुम्यो है। यो चाहिँ JBR को मरिना साइड के अरे ठाउँको नाम यो? मिराजमा। हजुरहरू पनि आउन सक्नुहुन्छ मिराजमा घुम्नको लागि होइन। यस्तो छ सबै चिज, आइसक्रिम सब। यसमा घुम्न सक्नुहुन्छ। यसको लागि चाहिँ टिकटहरू यहाँ व्यवस्था छ होइन। यहाँबाट टिकट लिन सक्नुहुन्छ। टिकट लिन्छ। यस्तो मान्छेहरू बसेको छ यो भित्र। यो गोलो छ नि, यो चाहिँ यसमा मान्छेहरू बस्छ। टिकट 145 195 रहेछ टिकट चाहिँ। 195 त प्रिमियम हो। यहाँ पानी रहेछ है। बस्ने ठाउँ हो, बसेर यसरी बन्न सक्छ। यसरी यहाँ त हाम्रो चित्र बनाइदिन्छ नि। कति पैसा रहेछ है? फ्रेमको 60 रुपियाँ रहेछ। फ्रेमको 60 रुपियाँ। How much? 100. फ्रेम बस्नु गरेर आइसक्यौँ होइन। अब चिया नास्ता पनि खाएर आइसक्यो। अब चाहिँ यहाँ गयो। के ल्याउनु मिल्दैन भने
के अघि पो यहाँ बोर्ड थियो र अनि त्यही भएर पदयात्रा उता जाने बाटो हो होला भन्नु यहाँ बोर्ड थियो नि त अघि ठुलो त्यही भएर हो अनि यहाँ आउँदा त बाटो छैन नि लास्ट इन्डी हो यो अब उधर घुम्ने ठाउँ छ नि त्यो त घुम्ने त छ त्यता यही साइडमा के साइडमा यताबाट माथि कहाँ जानु मान्छ त नि ए छैन रहेछ ए छैन रहेछ म यो बाटो हो अब यताबाट छ त घुम्ने ठाउँ छैन रहेछ छैन रहेछ Don't believe just अघि यहाँ बोर्ड थियो नि त ठुलो बस थियो त पारी छैन मेमोरी नै भुल बसन त्यहाँ बसन त्यहाँ हेर यार यसरी यस्तो गरेर गर न त्यसरी मास्तिर जाउँ अब क्या दामी छ यार भ्यू यार के ल्याउनु मिल्दैन भने अघि पो यहाँ बोर्ड थियो र अनि त्यही भएर पदयात्रा उता जाने बाटो हो होला भन्नु यहाँ बोर्ड थियो नि त अघि ठुलो त्यही भएर हो अनि यहाँ आउँदा त बाटो छैन नि लास्ट इन्डी हो यो अब उधर घुम्ने ठाउँ छ नि त्यो त घुम्ने त छ त्यता यही साइडमा के साइडमा यताबाट माथि कहाँ जानु मान्छ त नि ए छैन रहेछ ए छैन रहेछ म यो बाटो हो अब यताबाट छ त घुम्ने ठाउँ छैन रहेछ छैन रहेछ Don't believe just अघि यहाँ बोर्ड थियो नि त ठुलो बस थियो त पारी छैन मेमोरी नै भुल त्यहाँ बसन त्यहाँ हेर यार यसरी यस्तो गरेर गर न त्यसरी मास्तिर जाउँ अब क्या दामी छ यार भ्यू यार